हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल रोमियो कृष्णमा। होइन, म चाहिँ आज चाहिँ हाम्रो रेस्टुरेन्टमा बिहा भएको कारणले गर्दाखेरि होइन आज चाहिँ म एकदम बिहामा घुमिरहेको छु नि। अनि बिहामा रमाइलो गरिरहेको छु। कस्तो लाग्छ तपाईँहरूलाई टक्क लाएर होइन हेर्न सक्नुहुन्छ। होइन, रमाइलो एकदम रमाइलो छ नि हाम्रोतिर यतातिर नि। के कस्तो छ, हामी चाहिँ अब खास गरी त आइसक्रिम खानको लागि आएको है। चाहिँ खास गरी अब हेर्न सक्नुहुन्छ तपाईँहरू। हेर्न सक्नुहुन्छ गाइस, तपाईँहरूले यहाँ हेर्नु के कस्तो सामानहरू टक्क लाएर पाइरहेको छ। होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अरू टक्क लाएर हेर्न सक्नुहुन्छ चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ अब अन्जाल चाहिँ टक्क लाएर खाना लाग्नु भएको छ। होइन, हेर्न सक्नुहुन्छ अङ्गुरहरू छ अनि टक्क लाएर उयोहरू छ नि। निकाल्न सक्नुहुन्छ टक्क लाएर। म चाहिँ आज अलिक खाने मुड छैन होइन, त्यही भएर चाहिँ मैले चाहिँ खाएको छैन, म हेर्न मात्र आएको छु है। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ जति जे खाए पनि अब अनलिमिटेड हुँदो रहेछ है। मलाई चाहिँ थाहा भएन, आउने ठ्याक्क राखिदिने अनि सबैले तान्दै खाँदै गर्ने रहेछ होइन स्थिति। अनि हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन। भन्छ ऊ यता त्यो सर सबै ठाउँ घुमाउँ न। कहाँ एक्लै जाँदो भयो? मेरो साला कता गयो कि? सबै हेर्न सक्नुहुन्छ होइन। म चाहिँ आज चाहिँ होइन यो सर यहाँ यसो गर्नाले सब व्यवस्था भएको छ नि हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाउमिनदेखि लाएरदेखि जे कुनै पनि सब कुराहरू पाइन्छ। रोटी हेर्न सक्नुहुन्छ, तन्दुर रोटी खुट्टा यहाँ अनि सब कुराहरू पाइन्छ। चाउ रोटी, तन्दुर रोटी अनि हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो लाग्छ यहाँ। अनि सुन्दरी तरुणीहरूको पनि कमी छैन हेर्न सक्नुहुन्छ अहिले। जति हेऱ्यो उति राम्रो लाग्छ सबैजनालाई होइन।
बस्ने यताउति रमाइलो गर्ने ठाउँ छ होइन। म चाहिँ अब अलिकति एक्लै भएको कारणले गर्दा पत्ली गल्ली निकल्न चाहिरहेको छु होइन। कसैले हाल्लान् भन्ने डर पनि हुन्छ कि बिहामा त, त्यही भएर होइन। दिपु दिपु अनि हाम्रो केटाहरूसँग उता बसेर मजाले गरिराख्ने हेर है। एकदम बम पड्किरहेको छ होइन। रमाइलो त एकदम राष्ट्रिय रमाइलो भएको छ, तर म चाहिँ अलिकति एक्लै छु कि, त्यही भएर अब कसैले हानिहाल्छ कि भन्ने डर लागिरहेको छ कि के गर्ने होइन। फेरि हल्का जोक मारे है, फेरि त्यस्तो नसोच्ने फेरि होइन। आफ्नै ठाउँहरू कसैले अब त्यस्तो गर्ला भन्ने छैन। हेर्नु सक्नु हाम्रो चाहिँ यहाँ भैया हुनुहुन्छ टक्क लगाएर होइन। ब्लग बनाएर आउँ यार टक्क ल। एक बार बोलना चाहिए, बोलो यार। एक दो चार शब्द जाओस् यार। हमारा राजस्थान की शादी राजस्थान की देखिए, हमारा राजस्थान की शादी। हाम्रो यो रेस्टुरेन्ट है यहाँ, देख लीजिए एक बार। अनि यो चाहिँ होइन देख्न सक्नुहुन्छ होइन, टक्क लगाएर बस्ने एउटा ग्राउन्ड जस्तो होइन। गाइस यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो नि। अब यही रेस्टुरेन्टलाई चाहिँ आज हामी चाहिँ एकदम बन्द गरेर क्लोज गरेर नै हामी चाहिँ यसो रमाइलो गरिरहेको छौँ कि। अनि हेर्न सक्नुहुन्छ गाइस होइन, हामीले चाहिँ अब हेरिरहेको छौँ होइन, यताउति घुमिरहेको छौँ होइन। आज तर रेस्टुरेन्टमा रमाइलो भएको छ, तर कोही साथीहरू छैन चिनेको होइन। चिनेको अब परदेशको ठाउँमा त अब को चिनेको रमाइलो हुने हो र होइन। त्यही भएर ओइ अनि त्यही भएर केटाहरूसँग रमाइलो गर्नु खोजिरहेको थिएँ। अनि केटाहरू पनि कोही कता हिँड्छन् कोही कता हिँड्छन् कि, त्यही भएर अनि गाह्रो छ कि। कोही अलग अलग हिँडेर कोही कता कता हिँडिरहेछन् होइन। अनि यहाँ चाहिँ केटाहरूले बम पड्काइरहेको छन् होइन। एकचोटि दुईचोटि चाहिँ हेर्न सक्नुहुन्छ होइन तपाईँ चाहिँ होइन। म चाहिँ अलिकति गेटअप पनि हानेको छैन होइन। एकजना हाम्रो चाहिँ गाउँको साथी आउनु भएको छ होइन, त्यसको लगाएर रमाइलो गर्नु गाइस होइन। अब के भन्नु पर्दाखेरि चाहिँ हामी चाहिँ एक दुईचोटि अब उतातिर परतिर रमाइलोतिर घुम्न जाऊँ कि भन्ने सोचेको। उता हेर्न सक्नुहुन्छ, उता त धेरै रमाइलो छ कि। उतातिर त केटीहरू पनि टन्नै छन् कि उतातिर त, त्यही भएर होइन उता जाऊँ कि भनेको। तर अलिकति गाह्रो पर्ला जस्तो छ कि। अलिकति मैले आज माइक पनि लिएको छैन, माइक चाहिँ रुममै छ नि। अनि त्यसको लागि हाम्रो डाँगाहरू चाहिँ यहाँ उभिरहेको छन् है। ओ साला जाऊँ न उता। अलिक गेटअप चाहिँ अलिक गतिलो हानेको छैन कि म। यहाँ केटीहरू पनि अब अलिकति भाग्लन जस्तो छ कि, त्यही भएर होइन गाइस। कोही केटीहरू मिलेपछि यसो लाइन हानौँला भनेर चाहिँ हेरिराख्नु भएको छ है। कोही पनि मिल्दैन नि, हेर्न सक्नुहुन्छ तपाईँहरूले। तर मान्छेहरूको यहाँ हेर्नु त सक्नुहुन्छ, मान्छेहरू त लाइन लाग्यो माथि हेर्ने स्टेजमा हेर्न सक्नुहुन्छ तपाईँहरूले। यसले हान्ला जस्तो गरेर आइरहेको छ यतैतिर गाई। यसले हान्न सक्छ। ए आमा केटी हेरौँ न, केटी आमा कस्तो बोबाल छ है यो केटी त। ल गाइस चाहिँ अहिले चाहिँ होइन भिडियो चाहिँ एकदम लामो भएको कारणले गर्दाखेरि चाहिँ होइन अहिले चाहिँ म चाहिँ हजुरसँग म अहिले टाढिन गइरहेको छु। म यताउति सर्ट भिडियो बनाएर म जोइन गरेर चाहिँ अरू भिडियो पनि हाल्छु है त। अहिलेको लागि चाहिँ एकदम लामो भिडियो भएको कारणले गर्दाखेरि म चाहिँ अहिलेलाई यतिमै स्थगित गर्न गइरहेको छु होइन। हजुरलाई के कस्तो लाग्छ हो तपाईँलाई जाँदा जाँदा एउटा राम्रो एउटा हिरोनीको फोटो चाहिँ देखाउन गइरहेको छु, हेर्न सक्नुहुन्छ। के गरे उद्रेको चोली छैन, उद्रेको चोली चाहिँ के भन्छन् नि त्यस्तै के सुन चाहिँ होइन। हेर्नलाई पाइन्छ भने जस्तै हेर्न मात्र पाइरहेको छ। ल गाइस अझ म अलिकति गेटअपमा पनि आएको छैन, भर्खर रुमबाट चाहिँ आएको नि म अलिकति होइन। त्यस्तै रमाइलो गर्नलाई त्यही पनि अलिकति अझ मैले भर्खरै खाना खाएर आएको। म त गेटअपमा पनि छैन नि, यस्तै झोत्रे फेसनमा चाहिँ फेसनमा आइरहेको छु होइन। हजुरहरूलाई के कस्तो लाग्छ अहिले लाइक कमेन्ट चाहिँ गरिदिनु होला है त। ल अहिलेलाई चाहिँ ल बाई बाई गाइज। गाइज म चाहिँ अब तपाईँहरूलाई चाहिँ एकदम स्पेसल चिजहरू देखाउनु गइरहेको छु, हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ।
अब चाहिँ बेहुलीलाई उठाउन लागिरहेको छ है, हेर्न सक्नुहुन्छ तपाईँहरूले। गाइस तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ यहाँको रमाइलो चाहिँ होइन। अब चाहिँ बेहुलीलाई उठाउन लागिरहेको छन् कि होइन। देख्न सक्नुहुन्छ यहाँ कस्तो कति तरिकाले क्यामेराले उयो गरिरहेको छ है। अरू भने त्यो ड्रोन क्यामेरा देखेर म चाहिँ चकित भएको छु है। ल गाइज होइन यहाँ चाहिँ अब दिपु आउने एकछिन उता दिपु उतातिर जानु सर उता एउटा गीत छ कि हेर न फेरि झ्याउ लाग्नु नगर न आउने त त्यहाँ एउटा गीत छ कि यार उता गई गाइज हेर्न सक्नुहुन्छ होइन तपाईँले चाहिँ अनि रमाइलो गर्न सक्नुहुन्छ होइन। मेरो चाहिँ अब के कस्तो लाग्छ त आइसक्रिम तर मैले माइक लिएर आउनु पर्ने रहेछ कि माइक लिएर आएपछि तिमीले भिडियो बनाइन्थ्यो म बोल्दै जान्थ्यो त होइन भन त हो र खास त भ्याइयो अब गाइज हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ पानीपुरी यहाँ पानीपुरी छ होइन लाज लाग्छ क्या उनीहरू मैले अघि नै गएर भान्जाले पस्कायो मलाई त लाज लाग्यो के पस्काएको आइसक्रिम खाएँ फलफुल खाएँ नि मलाई त लाज लाग्यो कि गाइज हेर्न सक्नुहुन्छ होइन हाम्रो चाहिँ डक्क लाग्यो मलाई यहाँ लाज लाग्छ जान होइन तिमी चाहिँ खाने भएपछि जान सक्छौ होइन कि एकछिन हाम्रो चाहिँ दिदी सोल्टी चाहिँ होइन उतातिर आइसक्रिम खान गएको छन् होइन। गाइज हाम्रो चाहिँ हाम्रो दिदी साथीहरू चाहिँ होइन एउटा आइसक्रिम लिएर आएको छन् है ती गाडी अनि अब यो चाहिँ खान पर्छ है चाहिँ अब एक ठाउँ बसेरै खानुपर्छ यो चाहिँ नत्र गाह्रो पर्छ होइन। ल गाइज होइन अब चाहिँ म चाहिँ खान सुरु गर्छु एकैछिन मोबाइल समातिहाल्छ त तिमी यस्तो पनि होइन कस्तो रहेछ है गाइज म चेक गर्न गइरहेको छु। अमेजिङ दामी छ है गाइज दामी गाइज गाह्रो एकदम मजाको छ टेस्टी एकदम टेस्टी है एकदम चिसो एकदम मजाको छ होइन। अनि गाइज होइन हामी चाहिँ अब के कस्तो लाग्छ होइन मलाई भर्खर एउटा आइसक्रिम खायो भने
आइसक्रिम कहाँबाट ल्याए भनेर चाहिँ ऊ खोज्न गइरहने हेर्न सक्नुहुन्छ तपाईँहरूले खाएको दिएर माट्रिङ खाएको देखेर ऊ माग्न गइरहने तिनीहरू पनि गाइज हेर्न सक्नुहुन्छ अनि गाइज होइन मलाई चाहिँ अलिकति गाह्रो पऱ्यो कि होइन उ गर्दै खाना चाहिँ अलिकति गाह्रो पऱ्यो होइन त्यही भएर म चाहिँ तपाईँहरूको अब कतै करेन्ट लाग्छ कि भनेर डर लागिरहेको छ होइन त्यही पनि गाइज म तपाईँहरूको एकदम टेस्टी छ होइन तपाईँलाई के कस्तो लाग्छ गाइज अगाडि म चुङ्गाइरहेको छु त्यही भएर फेरि खान मन लागिरहेको छ गाइज अहिले चाहिँ होइन बाई बाई है ओके बाई गुड नाइट गाइज र यस्तै भिडियोहरू पनि पछिको दिनमा आइरहन्छ त्यसैले लाइक सबैजनाले गएर सब्सक्राइब गर्न नभुल्नु होला घन्टी बजाइदिनु होला किनकि हाम्रो भिडियो हजुरको माझ आइरहनेछ ल बाई बाई गाइज सबैलाई